नमस्कार सबैजनालाई फेरि पनि म सन्तोष एसपी सर। आजको भिडियोमा हामीले स्टेप 1 मा रहेको पार्ट 5 लाई डिस्कस गर्नेछौँ र त्योभन्दा अगाडि स्टेप 1 मा पार्ट 1, पार्ट 2, पार्ट 3, पार्ट 4 भिडियोहरू हेरेर आउनुहोस् र पार्ट 5 लाई बुझ्नलाई सजिलो हुन्छ। यो स्टेप 1 को अन्तिम पार्ट भएको कारणले गर्दा मैले भन्दैछु र यो पार्टमा क्लोरोफर्मकै इम्पोर्टेन्ट प्रोपर्टिजहरू, केमिकल प्रोपर्टिजहरू जस्तो एक्सन विथ एसिटोन, क्लोरोफर्मले एसिटोनसँग रियाक्ट गर्दा कस्तो हुन्छ, राइमर टाइमन रियाक्सन इम्पोर्टेन्ट रियाक्सन हो जसलाई क्लोरोफर्मले फेनोलसँग रियाक्ट गर्दा कस्तो हुन्छ, र कार्बाइल एमाइन अथवा आइसोसाइनाइट रियाक्सन जहाँ क्लोरोफर्मलाई प्राइमेरी एमिन एलिफेटिक होस् अथवा एरोमेटिक होस् त्योसँग रियाक्ट गर्दा कस्तो प्रोडक्ट हुन्छ र तिनीहरूको युजहरू के छ भन्ने कुरा हामीले यो पार्ट 5 मा डिस्कस गर्नेछौँ। डिटेलमा डिस्कस गर्नको लागि आउनुहोस्, च्यानल नेम @SP सर सब्सक्राइब गर्नुहोस्, भिडियो हेर्नुहोस्, कमेन्ट गर्नुहोस्, सजेसन गर्नुहोस्। थ्याङ्क यू।